सेलिब्रिटी संसार टिभी, हरेक खबर सेलिब्रिटीको खबर। तपाईले कपालको कुरा भन्नुभयो हैन। हाम्रो मेकअप मेन दाइ मेघराज दाइले धेरै उहाँले मेहनत गर्नुभएको छ बाहिरबाट सामानहरू लिएर। कसरी हो उहाँले मलाई जस मेरो रियल कपाल चाहिँ खौरिनु परेन उहाँको मेहनतले गर्दा सोझी जस्तो देखिन्छु नि हैन। हुन्छ नि एकदम सोझी मलाई सेन रुनी धुनीमा मलाई सुहाउँछ एकदम छाडा पर्न नसकेर कस्तो सोझ ल ल के भन्नु ल परा छैन। मैले विवाह गरेँ भने म यो फिल्म लाइन त छोड्न सक्दिनँ हैन। म यो सानैदेखि मेरो इच्छा भनेको यही लाइन हो। यदि मैले बिहे गरेँ भने मलाई सपोर्ट गरोस् यो फिल्म लाइनमा काम छोड्न नभनोस् र मलाई बुझोस् सुटिङ हाम्रो कहिले कतिखेर हुन्छ कहिले कहाँ हुन्छ जस मेरो सुटिङ मेरो लाइफमा चाहिँ इन्टरफियर नगरोस् उसले सुटिङको बेलामा चाहिँ केही नगराओस् त्यस्तो मान्छे पायो भने चाहिँ बिहे गर्छु। त्यो एक्सिडेन्ट भएको चाहिँ हुन्छ नि म अस्ति सुटिङमा जाँदाखेरि बर्दिवास एक्सिडेन्ट भएको थिएँ। मेरो लाइफको त्यो एकदमै डर लाग्दो थियो र मैले बिर्सिन नि सक्दिनँ त्यो यस्तो नराम्रोसँग हाम्रो गाडी एक्सिडेन्ट भएको थियो कि त्यही भएर पनि तर मलाई केही पनि भएन म बाँचेँ त्यही खुसी लाग्छ। मेरो हेयर ड्रेसर दिदीको हात भाँचेको थियो अलिक प्लेट हालेको छ त्यो चाहिँ मैले लाइफमा मैले चाहेर पनि बिर्सिन सक्दिनँ। सारिकाजी स्वागत छ तपाईँलाई। थ्याङ्क यू सो मच। अब तपाईँको बारेमा थोरै सोध्न पनि मन लाग्यो। धेरै म्युजिक भिडियो खेलिसक्नुभयो आजसम्म कतिवटा पुग्यो तपाईँको म्युजिक भिडियो? मैले त्यस्तो गने त छैन लगभग 40-50 को बिचमा भयो जस्तो मलाई लाग्छ। कति भयो लाग्नु भएको यो क्षेत्रमा? मैले फर्स्टमा सुरुमा एसएलसी 3 टाइममा एउटा भिडियो गरेको थिएँ। त्यसपछि 11-12 क्लास पढ्दाखेरि मलाई घरदेखि सपोर्ट भएन र मैले छोडिदिएँ। अनि अहिले चाहिँ 2-3 वर्ष हुन लाग्यो। 3 वर्ष भयो कन्टिन्यू गर्न लाग्यो चाहिँ 3 वर्ष हुन लाग्यो। 3 वर्षमा तपाईँले 40-45 वटा भिडियो गर्नुभयो। विशेष गरी अहिले आफै मोडल बन्ने आफै चाहिँ आउने यो प्रचलन हुँदा पनि 40-45 वटा भनेको एकदम सङ्ख्यात्मक रूपमा नै बढी हो। अहिले धेरै आइराख्नु भएको छ होइन उहाँलाई इच्छा भएर आउनु भएको छ गर्नु भएको छ। त्यो बिचमा पनि अहिले मलाई काम राम्रै भइरहेछ जस अहिले चाहिँ चित्त बुझिरहेछ। बढी कसको डाइरेक्सनमा तपाईँले अभिनय गर्नुभएको छ? मैले फर्स्टमा गरेको हाम्रो कपिल सरसँग मैले फर्स्ट स्टार्टिङ क्यामेरा फेस चाहिँ कपिल लामा सरसँग गरेको थिएँ होइन। अनि उहाँहरूले मलाई धेरै सपोर्ट गर्नुहुन्छ विमल अधिकारी दाइ कपिल सर सपोर्ट गर्नुहुन्छ। काम त मैले सबैजनासँग गरेको छु त्यही प्लस भन्दा पनि अलिक धेरै हुन्छ नि अलिक धेरै काम हुने चाहिँ हाम्रो कपिल सरहरूसँगै हो। आफूले हुन्छ नि भिडियो गरिरहँदाखेरि धेरै अब अरूको निर्देशनबाट नै चल्नुपर्छ तर अलिकति सजिलो योसँग काम गर्दा चाहिँ अझ मजा आनन्द आउँछ भन्ने हुन्छ नि कोहीसँग यस्तो सबैजना डाइरेक्टरहरूलाई पनि नराम्रो भन्न खोजे होइन होइन सबजनासँग काम गर्नुपर्छ। आज पनि मैले नयाँ डाइरेक्टरसँग काम गरेँ कहिले को हुनुहुन्छ कहिले को हुनुहुन्छ। अब मलाई सजिलो भन्दा त म फर्स्ट स्टार्टिङ गरेको कपिल सर हो काम गर्न सहज उहाँसँग नै लाग्छ। कपिल दाईसँग लाग्छ प्रायः धेरै भिडियो कपिल दाईकै डाइरेक्सनमा भइरहेछ भएर होला होइन धेरै कामसँग गरेर पनि होला। फर्स्ट स्टार्टिङ मेरो लाइफको क्यामेरा फेस नै मैले उहाँदेखि गरेको थिएँ त्यही भएर नै होला एकदम सजिलो प्रायः फाप्छ पनि फेरि कपिल दाईले गर्नुभएको भिडियोहरूमा। मलाई चाहिँ राम्रो भइरहेछ। अब थोरै तपाईँको पारिवारिक क्षेत्रतिर लागौँ कहाँ जन्म कहाँ भयो तपाईँको? मेरो बागलुङमा जन्मिनु भयो। विशेष गरी बागलुङ लोकदोहोरीको उर्वर भूमि नै मानिन्छ। हाम्रो गाउँमा प्रायः सुन्ने भनेकै अनि त्यहाँ अब पश्चिमेली गीतमै बढी रमिरहनु भएको छ। गाउँतिर धेरै हेर्नु पनि हुन्छ होला पश्चिमेली गीतहरू। अब विशेष गरी अहिले टेलिभिजनमा 60-70% सारिकाकै अनुहार देखिन्छ। त्यस्तो त अहिले होइन होला होइन तर जस टिभीमा आइरहेछ मेरो गीतहरू एकदम राम्रो जस त्यसैले भनौँ नि त हामी 60-70%। अब घर परिवारले के भन्नुहुन्छ अब मेरो छोरी चाहिँ भिडियोमा आइरहँदाखेरि भन्ने केही यस्तो मेरो फ्यामिलीदेखि त एकदम फुल्ली सपोर्ट छ होइन। गाउँमा पनि मेरो गीतहरू हरेक सानसानो बच्चाहरूको फोनमा पनि मेरो गीतहरू छ सबैजनाले मलाई सपोर्ट गर्छ। यो सारिका दिदी आयो भन्छ। बाबा मम्मीले पनि राम्रो मान्नुहुन्छ हजुरआमालाई पनि एकदम दोहोरी गीत मनपर्ने। आफ्नो नातिनी आउँदा खुसी लागिहाल्छ नि होइन। आफ्नो गीत एकदम राम्रो भइरहेछ राम्रो गर नराम्रो काम नगर यही नै भन्नुहुन्छ। तपाईँले अभिनय गरे मध्येमा आफूलाई चाहिँ सधैँ सम्झिन लागेको भिडियो कुन हो? आजभन्दा भोलिमा अत्यन्तै रुचायो भने विमलसँग खेलेको थिएँ एकदमै मलाई मन परेको गीत पनि हो प्लस त्यो गीतले पनि मलाई अहिले चाहिँ धेरै सपोर्ट गरेको छ। त्यो गीतपछि मैले धेरै कामहरू पाएँ। अब चाहिँ मलाई मर्निङ मिति हाम्रो अस्ति भर्खर सुटिङ सकेर पनि त्यो गीत आयो। मर्निङ मितिकै कुरा जोड्न मन लाग्यो मलाई ठ्याक्कै तपाईँले कुरा गरिरहँदाखेरि अहिले पछिल्लो पटक सबैभन्दा चर्चामा पनि रहेको विषय मर्निङ मितिमा सारिकाको कपाल अझ भन्नुपर्दा सारिका आफै चाहिँ विमलको क्रिया बसेको छ होइन। यो थोरै बताइदिनुहोस् न कस्तो खालको फिल्मी शैलीको गीत हामीले चाहिँ बुझिया छ तपाईँले चाहिँ कस्तो खालको लाग्यो त्यो भिडियो? मलाई एकदमै राम्रो लाग्यो गीत हाम्रो यो अरू दोहोरी गीतहरू भन्दा एकदमै एक्स्ट्रा टाइपको छ होइन। धेरै मान्छेहरूले भन्नुभएको छ दोहोरी गीतहरू यस्तो हुन्छ हेर्न मन लाग्दैन थियो तर यो जब मर्निङ मिति देखेपछि त दोहोरी गीत एकदम माथि भएछ भन्नुभयो। धेरै मान्छेहरूले कमेन्ट गर्नुभयो। हामीले धेरै मिहिनेत लगाएर गरेका छौँ गीत गर्न 4-5 दिन लागेको छ होइन टाइम धेरै लागेको छ।
काठमाडौँ भेली बाहिर काठमाडौँमा धेरै टाइम लागेको छ प्लस सबैको मिहिनेत छ मैले पनि यत्तिकै मिहिनेत गरेको छु हाम्रो विमल दाले यत्तिकै हाम्रो कपिल सरले यत्तिकै मिहिनेत गर्नुभएको छ क्यामेराम्यान दाईहरू सबैले मिहिनेत गर्नुभएको छ तर तपाईँले कपालको कुरा भन्नुभयो होइन हाम्रो मेकअप म्यान दाई मेघराज दाले धेरै उहाँले मिहिनेत गर्नुभएको छ बाहिरबाट सामानहरू लिएर कसरी हो उहाँले मलाई जस मेरो रियल कपाल चाहिँ खौरिनु परेन उहाँको मिहिनेतले गर्दाखेरि त्यो त हामीले त फेरि सारिकाको त अहिले पछाडिको अहिले पछिल्लो पटकको कपाल चाहिँ नक्कली होला कि भन्ने सोचिरहेको थियो अहिले पनि भन्नुभएको थियो अस्ति हामी सुटिङमा गएको थियो पोखरा अनि फोटो हालेको एकजना दाले फोटो हाल्नुभएको थियो सर सारिकाको त्यो कपाल हुइको अहिले हालेको कपाल चाहिँ भन्नुभएको थियो उहाँको मेकअपले चाहिँ यस्तो बनायो कि मान्छेलाई त्यो हाले होइन कि रियल उसले कपाल खौरे जस्तो बनायो यसमा चाहिँ मेघदाईको ठुलो हात छ त्यहाँ जस्तो अब हामीले मुख्य कुरा जुन त्यही भिडियोकै कुरा गरौँ विशेष त त्यही सारिकाकै चाहिँ कपाल नभएकै कुराले पनि बढी चाहिँ हेरेको पनि हामीले दर्शकहरूको त्यहाँ बाहिर देख्दाखेरि कमेन्टहरू हेर्दाखेरि पनि पायौँ होइन जस्तो महिलालाई चाहिँ हरेक कुराहरू पुरुषले गर्ने काम तपाईँले गर्नुभयो त्यहाँ कतिको अप्ठ्यारो हुँदो रहेछ यस्तो होइन कन्सेप्ट हाम्रो गीतले त्यही मागिरहेको थियो गीतले हजुरले सुन्नुभयो होला गीत होइन गीतले त्यही मागिरहेछ जब कि एकदम ट्रु लभ गर्छ एकरो केटाले माया गरेपछि केटीको लागि कतिसम्म गर्छ त भन्ने भइरहेको छ र केटीले त्यसको माया बुझेन बाँच्नुसम्म बुझेन र मरेपछि बुझ्दाखेरि उसलाई एकदमै गिटी फिल भएको हुन्छ गीतले त्यही मागेको भएर त्यो गर्न एकदम जरुरी थियो होइन त्यसले गर्दा नि धेरै राम्रो भएको छ भिडियो त्यसैले गएको पछिल्लो पटक यही कुरा जोड्छु हामीले हेर्ने भनेको युट्युब नै हो युट्युबमा सारिकाको भिडियोहरू भन्ने बित्तिकै एकदम बढी भ्युअर्स हुन्छ खासमा तपाईँको यो फेसले गर्दा पनि होला एकदम ब्युटिफुल पनि हुनुहुन्छ ए होइन होइन मलाई त्यस्तो लाग्दैन मलाई के लाग्छ भने गीतहरू एकदम राम्रो हुन्छ मैले फेरि त्यस्तो छाडापनको गीत अहिलेसम्म गरेको पनि छैन होइन मेरो गीत एकदम सेन्टी हुन्छ जसलाई सेन्टी गीतहरू हेर्न सुन्न मन लाग्छ उहाँले मलाई हेर्नुहुन्छ तर मैले गरेको गीतहरू राम्रो पनि छ सबै गीतहरू राम्रो पाएको छु मैले गर्न त्यही भएर भ्युअर्सका होला त्यो त अब भइहाल्यो नि जस्तो कतिपय गीतहरू राम्रो भएर पनि जाँदैन जस्तो सारिकाको चाहिँ फेस बिकेको हो कि भन्ने पनि हामीले पाउँछौँ कि जस्तो राम्रो भइसकेपछि होइन दर्शकले मलाई मन पराउनुहुन्छ अब सोझी जस्तो देखिन्छु नि होइन हुन्छ नि एकदम सोझी मलाई रुनी धुनीमा मलाई सुहाउँछ एकदम छाडा पर्न नसकेर कस्तो सोझी छ भन्छ मलाई सबैजनाले गाउँको मान्छेले कस्तो सोझी देखिन्छ यस्तो त भन्छ होइन त्यही भएर हो कि खै के हो आधुनिक गीत पनि गर्नुभएको छ है कतिवटा गर्नुभयो त्यो साह्रो धेरै छैन 15-20 वटा 15-20 वटा आधुनिक गीत मनपर्छ आधुनिक गीत मलाई दोरी पनि एकदम दोरी मनपर्छ मलाई होइन विशेष गरी म फर्स्ट गाउँदेखि नै मैले दोरी गीत खेल्छु भनेर आएको काठमाडौँ मलाई मनपर्छ प्लस आधुनिक गीतहरू पनि मनपर्छ लभ परेको छ कि छैन सारिकाको लभ के भन्नु लभ परेको छैन अहिलेसम्म खाली नै हो भनेपछि मलाई स्कुल लाइफमा चाहिँ लभ परेको थियो होइन अलिक केटीको बेलामा अलिअलि ठुलो भएपछि पढाइ अब त्यो बिर्सिनु भयो बिर्सिसक्यो कहाँ पुग्यो होला आफ्नो उसको कहाँ होला अहिले अहिले चाहिँ म सिङ्गल नै छु सिङ्गल नै हुनुहुन्छ विवाह गर्नु भने कस्तो खालको केटासँग विवाह गर्नुहुन्छ मैले विवाह गरेँ भने म यो फिल्म लाइन त छोड्न सक्दिनँ होइन म यो सानैदेखि मेरो इच्छा भनेको यो लाइन हो यदि मैले बिहे गरेँ भने मलाई सपोर्ट गरोस् यो फिल्म लाइनमा काम छोडेर नभनोस् र मलाई बुझोस् सुटिङ हाम्रो कहिले कतिखेर हुन्छ कहिले कहाँ हुन्छ जस मेरो लाइफमा चाहिँ इन्टरफियर नगरोस् उसले सुटिङको बेलामा चाहिँ केही नगराओस् त्यस्तो मान्छे पायो भने चाहिँ गर्छ तपाईँले जस्तो जतिवटा गीतमा म्युजिक भिडियो गर्नुभयो सम्भवतः काठे गीतदेखि लिएर पश्चिमेली गीतको त कुरै छोडौँ सबैभन्दा बढी अहिले पछिल्लो पटक तपाईँकै आउँछ अनुहारमा होइन त्यति धेरै गीत गर्नुभएको छ अब फिल्म चाहिँ खेल्ने सोच बनाएको छैन सारिकालाई के खेलिसक्नुभयो म फिल्म गरिसकेँ ए लक्ष्यमा जस चले पनि त्यो फिल्म अलि राम्रोसँग ठिकै भयो भनौँ लगाउन धेरै लागेको थियो त्यति साह्रो चलेन अलिअलि जस तपाईँले ठुलो पर्दामा पनि काम गर्नुभयो ठुलो पर्दामा काम गर्दाखेरिको अनुभव चाहिँ कस्तो हुँदो रहेछ थोरै साटौँ न दर्शक जस रमाइलो हुन्छ सबैजना सुटिङको युनिटहरू राम्रो हुनुभयो भने डाइरेक्टर प्रड्युसरहरू त्यही हो फिल्म गर्नलाई चाहिँ टाइम धेरै लाग्छ होइन म्युजिक भिडियो एक दिनमा सक्छ फिल्म 1-2 महिना लाग्छ गाह्रो त्यही नै गाह्रो हुन्छ तर रमाइलो लाग्छ फिल्म रमाइलो लाग्छ अब फेरि म घर परिवारतर्फ जान्छु परिवारमा को हुनुहुन्छ मेरो मम्मी दाइ मम्मी तपाईँ 3 जना एकदम एकल परिवार भनौँ हामी है एकदम सानो अनि परिवारमा सबैको सपोर्ट छ भन्नुभयो सपोर्ट हुँदाहुँदै जस्तो गाउँतिरको आफ्नो साथीभाइहरूले बुझ्दैनन् नि सारिका त यस्तो म्युजिक भिडियो गर्दो रहेछ भन्ने खालको यसो हुन्छ नि कुरा काट्ने चाहिँ कतिको प्रचलन छ गाउँतिर यस्तो मलाई खै अहिलेसम्म मलाई घरदेखि नै पहिलेदेखि माया गर्नु सबैजनाले
यस्तो छ अहिले सबैले मलाई मन पराउँछ मेरो गीत आयो भन्ने बित्तिकै तिनीहरूले काम छोडेर पनि सारिका आयो भनेर बस्छ होइन गाउँमा मेरो अगाडि त यस्तो अहिलेसम्म भनेको पनि छैन किनकि मैले त्यो नराम्रो काम गरेको छैन अब यो गीत खेलेरै नराम्रो भन्ने मान्छेलाई त म के भन्न सक्छु र होइन तर मलाई त यस्तो खेलिस् उस्तो खेलिस् भन्ने चाहिँ अहिलेसम्म कस्तो नराम्रो भनेको छैन गाउँमा जाँदा एकदम इज्जत गर्नुहुन्छ त्यही खुसी लाग्छ जीवनमा आफूले भुल्न नसकेका त्यस्ता घटना कुनै छ भुल्न नसकेको घटना त्यो एक्सिडेन्ट भएको चाहिँ हुन्छ नि म अस्ति सुटिङमा जाँदाखेरि बर्दिवास एक्सिडेन्ट भएको थिएँ मेरो लाइफको त्यो एकदमै डर लाग्दो थियो र मैले बिर्सिन पनि सक्दिनँ त्यो यस्तो नराम्रोसँग हाम्रो गाडी एक्सिडेन्ट भएको थियो कि त्यही भएर पनि तर मलाई केही पनि भएन म बाँचेँ त्यही खुसी लाग्छ मेरो हेयर ड्रेसर दिदीको हात भाँचेको थियो अलिक प्लेट हालेको छ त्यो चाहिँ मैले लाइफमा मैले चाहेर पनि बिर्सिन सक्दिनँ सधैँ चाहिँ दिमागमा आइराख्ने कुरा कुनै छ त्यस्तो सम्झिन सकिने जस्तो अब तपाईँले त्यो बिर्सिन नसक्ने कुरै भयो त्यो पनि होइन जस्तो डर लाग्ने कुरा भयो आइरहने कुरा त त्यस्तो जति बेला पनि खेलिराख्ने त्यो छैन म त्यस्तो छैन म भनेको अब एकदम हाँसी खुसी गर्दै हिँड्छु होइन तर एउटै कुराले दिमागमा सधैँभरि आउनु चाहिँ छैन अब जस्तो सारिका केसीकै जीवनमा कोही व्यक्ति त्यस्तो आयो जसले चाहिँ आफैले प्रपोज गर्न खोज्यो सारिकालाई भने तपाईँ के गर्नुहुन्छ उहाँलाई चाहिँ अब जस्तो कुरा बुझ्नुहुन्छ कि तपाईँ सिधै होइन यस्तो कसैले मलाई प्रपोज गर्न आयो भने मैले उहाँको हेबिट बुझ्छु होइन कस्तो खालको मान्छे के हो अनि मलाई लाइफमा कति सपोर्ट गर्नुहुन्छ मेरो कामलाई कति इज्जत गर्नुहुन्छ त्यस्तो भयो भने मात्रै मैले यसो गर्छु नै भने कति वर्ष हुनुभयो तपाईँ म 21 वर्ष 21 भर्खरकै हुनुहुन्छ है यति सानैमा यति ठुलो प्रगति सानो त के भन्नु अब 21 वर्षमा त म 17 वर्षमा काठमाडौँ आएको थिएँ 21 वर्ष भइसक्यो यही नै हो प्रगति भने 21 वर्ष भने त धेरै सानो हुने उमेरको हिसाबले यति सानोमा धेरै ठुलो प्रगति धेरै दर्शकले तपाईँले हेरिरहनु भएको छ सारिका केसी भनेपछि धेरैको मनमा पनि हुनुहुन्छ यति बेला होइन के भन्नुहुन्छ अब दर्शक श्रोतालाई चाहिँ मैले के भन्न चाहन्छु भने तपाईँहरूको मायाले गर्दा म अहिलेसम्म जे छु तपाईँले मेरो गीतहरू हेरिदिनुहुन्छ कमेन्टमा राम्रो लेखिदिनुहुन्छ तपाईँहरूको राम्रो भनेर नै मलाई अझै धेरै काम गर्नु मन लाग्छ होइन र त मैले नराम्रो सुनेको भए सारिका राम्रो छैन राम्रो एक्टिङ गर्न सक्दैन यस्तो भनेको भए म अहिलेसम्म यहाँ हुँदैन थियो होला तपाईँहरूले एकदम माया गर्नुभएको छ सारिकाले खेलेको गीत राम्रो छ सबैले एकदम राम्रो कमेन्ट गरिदिनु भएको छ एकदमै थ्याङ्क यू भन्न चाहन्छु अझै धेरै माया गरिदिनुहोस् म तपाईँले यस्तो गीत खेलिएलै भन्ने म कहिले पनि बनाउँदिनँ जस समाजमा पस्ने खालको गीत खेल्छु जस माया गरिदिनु त्यही नै भन्न चाहन्छु धेरै धेरै धन्यवाद छ तपाईँलाई हजुरलाई पनि थ्याङ्क यू मलाई केही मनमा लागेको कुराहरू भन्ने मौका दिनुभयो र थ्याङ्क यू सो मच